के तपाईलाई थाहा छ तपाईले खोजिरहेको सुविधाले तपाईको ज्यान लिन सक्छ भन्ने कुरा? जाडो महिनामा सबैलाई तातो पानीले नुहाउन मन लाग्छ, तर तपाईलाई थाहा छ त्यो तातो पानीले पनि ज्यान लिन सक्छ। तातो पानीले पोलेर होइन कि बाथरुममा निसासिएर। वर्षेपछि हामीले धेरै न्युजहरू सुन्न सक्छौँ जसमा भनिएको हुन्छ कि बाथरुममा नुहाउन गएको व्यक्ति बाथरुममै बेहोस फेला अथवा मृत फेला। र यो किन हुन्छ, कसरी हुन्छ, आज म चाहिँ एक्सप्लेन गर्न जाँदैछु। नेपाली बजारमा ग्यास गिजर सबैभन्दा सस्तो हुन्छ इलेक्ट्रिक र सोलरको तुलनामा, र धेरै नेपालीको घरमा पनि ग्यास गिजर छ। हामीलाई अक्सिजनको बारेमा पनि थाहा छ, हामीलाई कार्बन डाइअक्साइडको बारेमा पनि थाहा छ, तर हामीलाई चाहिँ कार्बन मोनोअक्साइडको बारेमा थाहा नहुन सक्छ। कार्बन मोनोअक्साइड भनेको नि एक किसिमको ग्यास हो जुन चाहिँ यो ग्यास गिजरले चाहिँ बनाउँछ। फेरि यसको मतलब यो होइन कि सबै ग्यास गिजरले चाहिँ कार्बन मोनोअक्साइड बनाउँछ, सबैले त बनाउँछ, तर यदि तपाईको बाथरुममा भेन्टिलेसन छैन, हावा जाने ठाउँ छैन भने चाहिँ त्यहाँभित्रको ग्यास गिजरले कार्बन मोनोअक्साइड बनाउन सक्छ। प्रायःजसो हाम्रो ग्यासमा चाहिँ मिथेन हुन्छ। मिथेनलाई बाल्दा चाहिँ कार्बन डाइअक्साइड र H2O डेभलप हुन्छ, त्यो चाहिँ पर्याप्त अक्सिजन भएको केसमा। र यदि अक्सिजन छैन भने अथवा अक्सिजन चाहिँ कमी छ भने त्यस्तो केसमा चाहिँ मिथेन जल्यो भने त्यसले चाहिँ कार्बन मोनोअक्साइड र वाटर बनाउँछ। यो तपाईको बाथरुममा भेन्टिलेसन राम्रो छ भने चाहिँ त्यसले कार्बन डाइअक्साइड बनाउने भयो, र यदि भेन्टिलेसन राम्रो छैन भने कार्बन मोनोअक्साइड बनाउने भयो। कार्बन मोनोअक्साइडको तुलनामा कार्बन डाइअक्साइड चाहिँ त्यति पोइजनस हुँदैन हाम्रो शरीरको लागि, त्यो हाम्रो शरीरले पनि फालिरहेको हुन्छ। तर कार्बन मोनोअक्साइड चाहिँ अचम्मको ग्यास छ। न यसको कलर हुन्छ, न यसको गन्ध नै हुन्छ, र न यसको टेस्ट नै हुन्छ। न यसलाई देख्न सकिन्छ, न यसलाई सुँघ्न सकिन्छ, न यसलाई चाख्न नै सकिन्छ, यसको कुनै स्वादै हुँदैन। हाम्रो रगतमा हेमोग्लोबिन भन्ने हुन्छ। हेमोग्लोबिनको काम भनेको अक्सिजनलाई समातेर राख्ने हो र अक्सिजनलाई चाहिँ ठाउँ ठाउँमा पुर्याउने हो। तर यदि अक्सिजन छैन र कार्बन मोनोअक्साइड छ भने हाम्रो हेमोग्लोबिनलाई चाहिँ कार्बन मोनोअक्साइड अक्सिजनभन्दा धेरै मनपर्छ, 200-250 गुणा मनपर्छ। र यदि कार्बन मोनोअक्साइड हाम्रो चाहिँ रगतमा गएर मिसियो भने र यदि हाम्रो हेमोग्लोबिनले चाहिँ कार्बन मोनोअक्साइडलाई समात्यो भने त्यहाँ कार्बोअक्सी हेमोग्लोबिन भन्ने बन्छ। यसको एकदमै स्ट्रङ बन्ड हुन्छ, भनेको छुटिन मान्दैन हेमोग्लोबिन र कार्बन मोनोअक्साइड। अनि त्यसपछि त हेमोग्लोबिनलाई अक्सिजन मन पर्दैन, अक्सिजन उसले चाहिँ समात्न सक्दैन, अनि हाम्रो चाहिँ हेमोग्लोबिनभरि के हुन्छ, अक्सिजनको साटो कार्बोअक्सी हेमोग्लोबिन नै भएर बसेको हुन्छ। यसले गर्दा हाम्रो लक्षण के हुनसक्छ? टाउको दुख्न सक्छ, चक्कर लाग्न सक्छ, कन्फ्युजन हुनसक्छ, र बेहोस नै हुन पनि सक्छ। छारे रोग जस्तो आउन सक्छ, पर्मानेन्ट चाहिँ ब्रेन ड्यामेज भएर हाम्रो चाहिँ मृत्यु पनि हुनसक्छ, र मुटुको चाहिँ समस्या पनि आउन सक्छ। त्यति बेलै हार्ट एट्याक आउन सक्छ र कार्डियक अरेस्ट पनि हुनसक्छ। र यो किन डेन्जर छ भन्दा हामीले यो थाहै पाउँदैनौँ। हामी नुहाइरहेको अवस्थामा चाहिँ यो ग्यास बनिसकेको हुन्छ र हामीले थाहै पाउँदैनौँ, हाम्रो शरीरमा गएको पनि थाहै पाउँदैनौँ, र मान्छेको मृत्यु चाहिँ बाथरुमभित्र नै हुन्छ। मृत्युभन्दा अगाडि चाहिँ मान्छे बेहोस हुन्छ र त्यसपछि बिस्तारै बिस्तारै मृत्युको मुखतर्फ मान्छे जाने हुन्छ। अब यो सबै त हुने कुराहरू भयो। अब रोक्न के गर्न सकिन्छ? ग्यास गिजरको चाहिँ कम प्रयोग गर्न सकिन्छ। ग्यास गिजर छ भने चाहिँ बाथरुममा झ्याल ढोकाहरू खुला गर्न सकिन्छ, र यदि कोही ग्यास गिजरमा नुहाउँदैछ भने उनीहरूलाई चाहिँ बेला बेला हामीले चेक पनि गर्न सकिन्छ। अनि यो कुरा अर्को कुरासँग जोडिन्छ। आगो लागेको बेलामा मान्छे चाहिँ आगोले जलेर भन्दा पनि सुरुमा चाहिँ यो ग्यासबाट चाहिँ बेहोस भएर चाहिँ मृत्यु हुन्छ, त्यसपछि ऊ जल्छ। विदेशतिर त कार्बन मोनोअक्साइडको चाहिँ अलार्म पनि हुन्छ, त्यो अलिकति बढ्यो भने चाहिँ बजिहाल्छ। र यदि कोही मान्छे चाहिँ बाथरुममा बेहोस मात्रै भेटाउनु भयो भने चाहिँ के गर्न सकिन्छ भने उनीहरूलाई तुरुन्त अस्पताल लिएर जान सकिन्छ, जहाँ चाहिँ अक्सिजन थेरापी र अन्य मेडिकेसनबाट चाहिँ मान्छेको ज्यानहरू जोगिन सक्छ। त्यसैले अब जाडो पनि आइसकेको छ, धेरैजना त ग्यास गिजरमा नि नुहाउनुहुन्छ होला। त्यसैले अब ग्यास गिजरको प्रयोग गर्नुभएको छ भने राम्रो भेन्टिलेसन भएको बाथरुममा चाहिँ नुहाउनु होला, र आफ्नो सेवा सुविधाले कहिले पनि आफ्नो ज्यान चाहिँ नलियोस्। धन्यवाद, थ्याङ्क यू फर लिसनिङ अन्तिमसम्म। ओके, बाई।